नवरी आको गर्ने क्वेशन पेपर यसमा लेखेको हैन अर्को कपीमा लेखेको अब ठुलो क्लासमा जानु भयो हेलो गाइस वेलकम टु हाम्रो संसार आज चाहिँ म मेरो एक्जाम त डर लागिरहेको छ आनेलाई टेन्सन परेछ हो बिहान बिहान अनि खाँदै हुन्छ हामीले आफ्नो नास्ता बिहान बिहान आज उठेर कस्तो डर लाग्छ मामु गरे के बिकज हामीले एक्जाम सो हैन बट अनि मामुले के भनेको रे डराउनु पर्दैन डराउने हैन नो वरी इट्स ओके पहिला म त होमवर्क पनि गरेको अनि होमवर्क पनि कसले नगर्न भनेको मामुले बिकज एक्जाम छ एक्जामको तयारी गर्ने भनिदिन्छु होइन त्यो होमवर्क दिएको होइन कि त्यसरी रिभिजन गर्नु भनेको कि टिचरले अनि रिभिजन त तपाईँले अलरेडी गर्दै हुन्छ रिभिजन अनि मैले अस्ति गीता टिचरलाई सोधेको थिएँ नि त रिभिजन भनेको होमवर्क पनि गराइदिने हो र कि रिभिजन मात्र गराइदिने भनेको अनि टिचरले होइन अनि होइन भन्नुभएको थियो कि गीता टिचरले नट सो इम्पोर्टेन्ट म्याम होमवर्क अहिले एक्जामको बेलामा मोस्ट इम्पोर्टेन्ट रिभिजन गराउनु हो सो रिभिजन नै गराउनु होला भन्नुभएको थियो कि त्यही भएर न छिटो खानुहोस् अनि रेडी हुने अलरेडी 8:30 भइसक्यो 9 बजे गाडी आउँछ नानीको पक्का बक्की खुवाउँदैछु मैले नानीलाई क्रन्ची कोदोको रोटी या यो कोदोको रोटी हो नि त नानीको फेभरेट नानीलाई यो रोटीवाला आइटमहरू फेरि यस्तो मनपर्छ नि होइन खतरा के फेरि मन पराउनु त हो नि त तिमीले छोडिदिएको भए आएन भनेर छोडिदिएको भए तिमीलाई आउँदैन थियो होइन अनि तिमीलाई यो होला जस्तो भनेर तिमीले लेख्यौ अनि टिचरले पछि तिमीलाई काउन्सिलिङ गर्नु नि त यो भनेको त यो हो नि आनु किन यस्तो लेखेको भनेर भनेपछि अब तिमीलाई त याद भयो नि त अब होइन देख अब बिर्सिन्छौ त हो त्यही भएर लेख भनेको कि हस् यहाँ आनीले डर लाग्यो पापु भनेको भने हुनुहुन्थ्यो त्यही भएर पापुले सम्झाएको अरे डराने कनाइ होइन भन्दै नवरी आको गर्ने नआएको यसो सम्झिने के होला भनेर होइन त्यसपछि आयो भने ठिकै छ आएन भने इट्स ओके हस् ओके इट्स ओके फेरि आएन ला के गर्ने होला भनेर टाइम होपलेस हुने होइन है हुन्छ जे जस्तो आउँछ त्यस्तै लेखिदिनुहोस् ओके पहिले डरले नलेख्ने होइन बरु जस्तो आउँछ त्यस्तै गरिदिनु डन गुड देन बेस्ट अफ लक हस् आनुलाई मैले आज आउडर सिलाइदिएको छु बिकज हिजो हावा पुरी बतास आएको थियो नि त यहाँ भुतुरमा हुन त यहाँको ठाउँतिर पनि आयो होला सो त्यही भएर पनि मैले केही ओ आयो गाडी आयो त्यही भएर आनीको ड्रेस खुल्न पाएको थिएन कि मैले होइन मैले लिएर आउनु ब्याग तपाईँको टिफिन हाल्यो हाल नि त ल तपाईँले ब्याग निकाल्नु ब्याग गाडी आइसक्यो कुरा गर्दा कमन ब्याग निकाल्नु एकछिनै भन्नुपर्छ अघि नै हो कि मैले हाल्नु भनेको त्यही भएर छिटो दौडी आफ्नो गाडी आइसक्यो बोल्दा बोल्दै वेलकम यहाँ यत्रो हुन्छ कि बिचरा बोक्नै सक्दैन ब्याग सुस्तै हो आन दिदी बाई कसले भन्यो कापाले हो सुइयो गएको हेर जाँदै गर्नु भेटमा बस्दै गर्नु माया है सन्चै हुन्छ दिदी नहेर्नु ए रोक गाडी नमस्ते म्याम नमस्कार थ्याङ्क यू बाई 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 चलो सी यू अनि फाइनली गइसक्नु भयो डराइ रविन्द्र मैले सक्दो चेयर अप गरेँ लेक्सी आएपछि के छोडेँ के गरेँ भन्नुहुन्छ है एनिवे रविन चाहिँ अब फ्रेस हुँदै हुन्छ रविन हुन्छ बाथरुममा म चाहिँ झिङझिङै देख्दिनुहुन्छ मर्निङमा मेरो यस्तै हुन्छ आफ्नो लागि छ हुँदैन एन्ड मेरो किचन बिहानदेखि यति फोहोरो भएको छ नि किनभने आज चाहिँ रविन हेल्प गर्न पाउनु भएन मलाई बिकज हिजोदेखि टाउको दुख्यो भनिरहनु भएको थियो सो त्यही भएर आज चाहिँ हेल्प नपाएको भएर मेरो किचनको हुलिया सी यस्तो भएको छ अब यो सब सफा गर्नु पर्यो बिचरा नसकी आज जाँदै हुनुहुन्छ अफिस नजानु नि त रेस्ट गर्नु भनेको बट अब त्यही त हो नि आफ्नो होइन के गर्ने बुढी जानु पर्यो काममा भन्नुहुन्थ्यो सो त्यो पनि हो बिचरा भने है त्यही भएर अब चाहिँ म छिटो काम कम्प्लिट गर्छु बिकज
अनि स्कुलबाट आउनुभन्दा अगाडि मलाई रिटर्न हुनुपर्छ म जाँदैछु आज थुप्रै ठाउँहरूमा जानुपर्ने छ लाइक अनि अब आनी ठुल्ठुलो हुँदै हुनुहुन्छ हिउँ सो आनीको लागि केही ड्रेसेसहरू लिनुपर्ने छ सो कति सपिङ गरेको कति ड्रेसेस मात्र बाई गरेको कति खर्च गरेको भन्नु होला बट गाइज त्यो साथीहरूले बुझ्नुहुन्छ जसको बच्चा छ होइन एन्ड बच्चा स्पेसली झन् छिटो छिटो बढ्ने बच्चाहरू भयो भने त 5-6 महिनामा लुगाहरू लिइराख्नुपर्छ कि सो त्यही भएर हाम्रो सपिङ भन्दा पनि बढी आनीकै सपिङ भइरहेको हुन्छ एन्ड आज पनि बिचरा लगाइदिनलाई मैले टी सर्ट नपाएको भएर जुन बिहान लगाउनु भएको थियो त्यही टी सर्ट नै लाएर जानुभयो क्या सबैले उसको टी सर्टहरू छोटो भइसकेको छ कि अनि उसले चाहिँ छोटो टी सर्टहरू लाउनै खोज्दैन क्या आनीले त्यही भएर आनीको लागि केही टी सर्ट्सहरू केही प्यान्टहरू लास्ट टाइमको भाटबटिनीको सपिङ ब्लग यदि आले देख्नु भएको छ भने त्यसमा मैले आनीलाई 2टा जिन्स लिइदिएको थिएँ नि धन्न एउटा चाहिँ अलिकति अझै ठुलो हुन 2टी ठुलो लिएको थिएँ तर एउटा अझै ठुलो लिएको थिएँ सो त्यो अहिले ठिक्क भएको छ तर जुन ठुलो लिएको थिएँ त्यो चाहिँ सानो भइसक्यो यति माथि जान्छ क्या आनीको सो त्यही भएर त्यो प्यान्ट लगाउने छोड्नु भयो एन्ड जुन हल्का लामो थियो त्यही नै ल्याएर जानुभयो त्यो पनि ठिक्क भएको छ आई थिङ्क अब अर्को महिनातिर त्यो पनि हुँदैन होला सो हेरौँ प्यान्ट पनि पाइयो भने प्यान्ट चाहिँ आनीलाई चाहिँ लिएर गएर लिनु पर्ला होइन बट टी सर्टहरू अलिक ठुल्ठुलो लिएर आइदिनु पऱ्यो आज सो म जाँदैछु मनितासँग म रेडी भइसकेँ आज म यस्तो गेटअपमा जाँदैछु बाहिर लगाएको मैले यो हो है आई थिङ्क देखेको छैन होला तर यो गेटअपमा जाँदैछु एकदम कम्फर्टेबल इजी मनिताले मलाई वेट गर्दैछु मेरो बाटोमा बट यहाँदेखि म रिक्सा लिएर जाने हो अनि फेरिदेखि लङ चलाउँदै हिँड्दैछु क्या सो लेट्स गो पहिला चाहिँ फाइन्ड आउट गरौँ हाम्रो रिक्सा मन्दारोमा आइसकेँ एन्ड देन हाम्रो सपिङ स्टार्ट पनि भइसकेपछि गाइस मन्दाको मेरो एउटै ठाउँमा खारिराख मैले म साथी दिन आएको मान्छे म तर मैले पनि यहाँ हेर्दैछु एउटा 2टा मौकामा चौका म फाइनली घर आइसकेँ एन्ड सो सरी मैले भ्लग सुट गरेर सपिङ गरेको बिकज मलाई यति छिटो घर आउनु पर्ने थियो यु नो गाइज आजबाट आनीको एक्जाम छ सो आनी आउनुभन्दा पहिला आएर मलाई मेरो काम कम्प्लिट गर्नुपर्ने छ जुन मैले केही नगरिकन गएको थिएँ होइन किन गएको भन्दा आनीको लागि केही ड्रेसेस लिनुपर्ने थियो एन्ड स्पेसली चाहिँ म मेरो साथीको लागि साथी हुन गएको थिएँ यानि कि मनिताको लागि सो मनितासँग साथी हुन गएको थिएँ बिकज ऊ पनि मेरो काममा हिँडिरहेको छ नि त सो म पनि जानु पर्यो अभियसली फ्रेन्ड्स भइसकेपछि एन्ड गएको बेलामा आनीको लागि केही ड्रेसेस ल्याउँछु भनेर एन्ड अभियसली गएको बेलामा अलिअलि काम त निस्कियो आज लेडिजहरूको यु नो सो गएर आनीको लागि केही ड्रेसेस लिएर आएँ जुन चाहिँ यो छ पोखरान बित्दै खोदाल खुदल पारिरहेको एन्ड मैले चाहिँ आज चाहिँ मैले ब्लगमा त भनेकै छैन म घर आएँ भनेर भनेको थिएँ है सो एउटा यो टी सर्ट लिएर आइदिएँ खास मैले 3-4वटा टी सर्ट ल्याइदिन्छु आनीको लागि भनेको बट साइज नै पाएन कि एन्ड एक्चुली मैले भाटबडिनीबाट होइन बाहिरबाट लिएको है वेल अनि अर्को चाहिँ छ दिस वान यो 1 पिस टाइपको फ्रक एन्ड आई डोन्ट नो आनीलाई यो मनपर्छ कि मन पर्दैन बट लेट्स सी अनि अर्को चाहिँ यो तन्ना यो किनेको होइन यो मम्मीले चाहिँ इन्डियाबाट ल्याइदिनु भएको मलाई मम्मी जानुभएको थियो मस्त लाएर इन्डिया घुम्नलाई सो त्यो बेलामा चाहिँ सबै छोरीहरूलाई ल्याइदिनु भएको थियो क्या अनि त्यही भएर मेरो लागि चाहिँ मैले भिडियो कलमै चुज गरिसकेको थिएँ त्यही भएर लिजाहरूले बुटिक लिएर आएको थियो र अनि म बुटिक पसेर पनि आएँ बुटिकमा पनि मैले केही सुट गरेन है अनि आएँ अनि हल्का फुल्का ग्रोसरी केही लिएको छैन यति मात्र हो जुन चाहिँ छ यहाँ एयरबड्स मोस्टली रबिनलाई चाहिरहेको हुन्छ त्यसपछि यो कुकिज बटर कुकिज जुन कहिलेकाहीँ चियासँग मलाई खानुहुन्छ भनेर एन्ड बाई द वे यो किन लिएर आएको भन्दा मैले यो धेरै पनि नखाएको सो ट्राई गर्छु भनेर एउटा लिएर आएँ अर्को आनीको वान अफ द फेभरेट फुरन्दाना पनि अनि अर्को चाहिँ तिलको लड्डु जुन मेरो लागि हो आनीले खानुहुन्न आनीलाई मन पर्दैन यो रबिनले नि खासै खानुहुन्न यो चाहिँ मैले मेरो लागि लिएर आएको तिलको लड्डु इट्स गुड फर हेल्थ सो यति हो अरू खास मैले ग्रोसरीको अरू सामानहरू केही पनि ल्याएन है अहिलेसम्म अलिकता खर्च कम गर्दैछु कि एनिवेज अब चाहिँ म मेरो काम कम्प्लिट गर्छु आनी आउनुभन्दा पहिला त्यसपछि अब एकैचोटि यहाँलाई म भेट्छु आनी आएपछि है त अनि लेट्स सी आनीको आजको एक्जाम कस्तो फर्स्ट एक्जाम प्रिपरेसन पनि आनीको त्यति राम्रोसँग गराउनु पाएको छैन मैले इन दिस टाइम बिचरा उलालको त टेन्सन छ क्या अनि साँच्चै भने आज राति त झन् राम्ररी सुत्दा नि सुतेको होइन बिचमा उठ्दै मामु आनुलाई कस्तो डर लाग्छ आनुको भोलि एक्जाम हो भन्दै उठेर 1-1.5 घन्टा नसुत्ने त्यस्तो गर्नुभयो बिचमा 2 चोटि उठेर अनि आज पनि कहिले अनि 8 बजी उठाउनु पर्ने कि आनीलाई बिबी उठ्नु गाडी आउने बेला भयो तपाईँले खाजा खान पर्छ ढिला हुन्छ फ्रेस हुनु छ भन्दै उठाउँथेँ मैले तर आज बिचरा 6 बजी नै आँखा खुलेर टोलाएर बसिरहेको रियाक्सन दिएको थिएन पछि मलाई यसरी गरेर कटाएर हजुर भनेको त मामु आज आनुको एक्जाम कस्तो डर लाग्छ भन्दै हुन्थ्यो कि है सो त्यही भएर मैले अनि आनीलाई रातिदेखि नै नो वरी बाबा मैले हजुरलाई यति पर्सेन्टेज चाहिन्छ भनेको छैन नि त इट्स ओके डु योर बेस्ट भएन भने पनि इट्स ओके केही हुँदैन नो वरी भन्दै आनीलाई मैले अनि रबिनले दुवैले कम्फर्ट गराउँदै आइरहेको थियौँ रातिबाट सो देख्नुभयो नि बच्चालाई यति सानैमा एक्जामको यति डर यति स्ट्रेस कि रातभरि सुत्न पनि नसक्ने क्या त्यसमाथि झन् प्यारेन्ट्सले धेरै
फोर्स दियो भने धेरै प्रेसराइज गर्यो भने आई थिङ्क इट्स नट गुड है सो प्यारेन्ट्सहरूलाई पनि भन्न चाहन्छु यदि यहाँले भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज बच्चालाई चाहिँ प्रेसराइज नगर्नु होला पर्सेन्टेजको लागि उनीहरू हामीले जति प्रेसर दिए पनि बच्चाहरूको माइन्डले जति क्याप्चर गर्न सक्छ त्यति नै हो कि गर्ने या फेरि हामीले 5 घन्टा पढ्न लगाए पनि या 1 घन्टा पढ्न लगाए पनि बच्चाको दिमागले कति छिटो क्याप्चर गर्छ एन्ड देन बच्चाको दिमाग कतिको सार्प छ त्यो अनुसार नै उनीहरूले क्याप्चर गर्ने हो हामीले प्रेसराइज गरेर चाहिँ बच्चाहरूले कहिल्यै क्याप्चर गर्न सक्दैनन् है सो द्याट्स इट मेरो भनाइ यही थियो अब आइनो अब यही कुरामा पनि कतिले के भनेर कमेन्ट गर्नु होला बट मलाई फरक पर्दैन बिकज मैले जे फिल गर्छु र मैले र रबिनले हामीले आनीको लागि जसरी चाहिँ सोध्छौँ फर एक्जाम सो त्यो अनुसार चाहिँ यहाँले भन्न खोजेको कोहीलाई मन पर्ला कोहीलाई मन नपर्ला इट्स ओके एनिवे चाहिँ म अब मेरो काम कम्प्लिट गर्छु कुराकानी चाहिँ धेरै जस्तो लाग्यो है हे बेबी वेलकम होम How was your day? Nice. Exam कस्तो भयो? Nice. कतिवटा छोड्यो? एउटा मात्र छोड्यो? सबै पढेका थियो? हो? अनि त्यो हजुरले पोएम पढ्नु भयो थियो नि दुईटा? कुन आयो? नराम्रो र राम्रो बानी आएन अनि उस वेबसाइट बसाको त्यो कविता के त्यो आयो? फुल्दैन पाइने वाला अनि अरु के थियो भन्नु न? अनि मैले पढेको जति आथ्यो उस आथ्यो? के 14 अञ्चल? आथ्यो रिड गर्नु थियो नि हैन? ओहो साच्चै बैशाख जेठ? कुन त्यो कविता हैन बैशाख जेठ असार साउन 12 महिनाको नाम? नाइ हैन अनि 7 वटा बारको नाम? नाइ अनि सय ठुङ्गा फुलका हामी कसले लेखेको त्यो आयो? हो? ए अनि नेपालको सबैभन्दा ठुलो नदीको नाम के आयो? सबै आएछ त भनेपछि आनीको नेपाली राम्रो भयो साच्चै थ्याङ्क यू बादी थ्याङ्क यू बुजी एउटा कुन छोड्नु भयो त विशेषण पढ्नु भएको थियो त नाम भनेको के आएको थियो एक्जाम आएको थियो अब हो र अनि उस काल भनेको आएन नाम सर्वनाम आएको थियो त्यो पनि गर्नुभयो आयो हैट पढेको जति सब आएछ भनेपछि नेपाली राम्रै हुने भयो नि होइन अनि हजुरलाई मैले एउटा सरप्राइज ल्याइदिन्छु सरप्राइज ठाडा आनीको लागि ओ माई गॉड त्यसैबाट निकालेर हेरेको मैले अघि हेर्नुस् त तपाईलाई राम्रो लाग्यो कि नै राम्रो भन्दा पनि साइज हेर्नुस् त पहिला भने कताबाट छोरीको लागि हो त्यसरी ओहो ओहो मन पर्यो खै हेर्नु देखाउनुस् त मलाई हेर्छु त ओ वाउ ठुलै रहेछ ल ठिक छ अर्को टी सर्ट हेर्नुस् मक्क चाहिँ कस्तो लाग्छ मन पर्यो डिजाइन मन पर्यो न पिङ्क थिएन के धेरै पिङ्क नलिने नि तपाईँले यो कलर नि ट्राई गर्नु न राम्रो देखिन्छ भाटपेटिन गएको तर मेरो लागि होइन मन्ता आन्टीको लागि मन्ता आन्टीको सामान लिनु थियो अनि हजुरको लागि यो ल्याइदिएको भाटपेटिनबाट लिएको होइन बाहिरबाट लिएको तर हो तिमीले भाटपेटिनबाट यस्तो गरेको तिमीहरू यो गरेको यहाँ स्मेल छ भाटपेटिनको यही हो भाटपेटिन हो स्मेलले चिन्नुहुन्छ रियली मन पर्यो त्यसमा मम्मालाई हाप्पा खै त अनि मन परेपछि त हाप्पा चाहियो नि कुचो गिम्नु भयो भने आई लभ यु अब एकछिन नास्ता खाएर रेस्ट गर्नुहोस् त्यसपछि अनि भोलि के हो इङ्ग्लिस होइन अनि भोलि रिड गर्ने आस ओके भोलि रिड गर्ने ए ओ माई गड न भोलि भने नै 1 घन्टा रेस्ट गर्ने अनि 1 घन्टा कति धेरै हो या अनि रेस्ट गर्नु पर्यो नि त बाबालाई या यस्तो स्ट्रेस थियो त अनि हजुर के भन्छ अरे मलाई स्यान्डविच बट उस छैन ब्रेड छैन होला ब्रेड हेरौँ अब के हुन्छ I'll manage. धेरै दिन भयो साइन गर्न खाएको नाइ जङ्क फुड चाहिँ हुँदैन एक्जामसम्म त नट जङ्क फुड अलाउड ल त्यो बिरामी भए पनि जान्छु कुरो त्यो बिरामी र नबिरामीको होइन 1 विक भएको छैन नि त तपाईँले खाएको जङ्क फुड भएको छैन नि त अझै 1 विक त्यही भएर एन्ड अनि त्यसपछि अझै मलाई के भन्न थियो अरे एउटा कुरा मलाई अझै एउटा नाना मन परेको थियो होइन
तर तलको लागि थियो कि त्यो तर हजुरको साइज मिल्दैन होला जस्तो लाग्यो त्यही भएर हजुरको इक्जाम भ्याएपछि एकचोटि जाने है त्यहीँ अनि त्यहाँ तपाईँको नाना ट्राई गर्ने भयो भने अरूको पनि लिएर आउने ओके यस्तो यहाँ घर बस्ने नाना लाएर जानु परेछ स्कुल आनुको नाना जति सबै जानु भएर हो न मलाई किचिदिनु नि त थ्याङ्क यू छोरी इक्जाम राम्रो गरेको लागि थ्याङ्क यू न अब जाम है सो गाइज अब म पहिला आनीलाई फ्रेस गराउँछु त्यसपछि खाजा खुवाउँछु एन्ड हामी भेटौँला त्यसपछि आनी एकछिन रेस्ट गरिसकेपछि के आनीको रेस्ट टाइम इज ओभर खाजा पनि भयो अब यो क्वेसन पेपर यसमा लेखेको होइन अर्को कपीमा लेखेको अब ठुलो क्लासमा जानु भयो नि त त्यही भएर यो अनि उयो नास्ता खाएर पनि आएर लेखेको हो नास्ता टाइम दिनुभएको थियो गुड सो आनीको एक्जामिनेसन पेपर यस्तो आएको थियो गाइज यति धेरै क्वेसन है यो गर्नुभयो त्यसपछि यतापट्टि पनि रहेछ यो थियो क्वेसन्स एन्ड देन यो थियो क्वेसन्स अल गर्नुभयो एउटा छोड्नुभयो अरे विशेषण केलाई भनिन्छ भन्ने छोड्नुभयो अरे अरू त अलमोस्ट गरे सबै भन्दै हुनुहुन्थ्यो के अरे रिजल्टले के भन्छ होइन बादी अब यहाँ पढाउँदैछु मैले इङ्ग्लिसको सबै 2टा कपी छ आनीको इङ्ग्लिसको 2 क्लासको एउटा यो अनि एउटा यो सो यो 2टा कपी अब म पढाउँछु हामीलाई तर यसमा थोरै रहेछ है यसमा थोरै रहेछ अनि यो धेरै रहेछ सो अब लेट्स सी यो 2टा पढ्नलाई रेडी आर यु रेडी ओके देन लेट्स स्टार्ट गरौँ एक्जामको बेलामा फुल्की पार्टी कसले गर्छ आनुले अब खानुहोस् त्यसपछि फेरि रेड गर्ने हस् आनु फुल्की लपर पहिला यिनले खाँदै खान्थेन फुल्की अहिले कति फुल्की खान्छन् है